त्यसो भने अब नेपाली हुँदो रहेछ हामी त जान्ने नेपाली दाजुभाइहरू छ। हजुर। म हजुरलाई केही कुरा भन्न चाहन्छु कि हजुरहरू सुन्न तयार हुनुहुन्छ? प्लिज एउटा अवसरको लागि है। त्यस्तो त होइन, मसँग केही एउटा अवसर छ होइन। मैले पनि यो पछि थाहा पाएको कुरा हो, भएछु यसमा। अनि होइन एकैछिनको लागि प्लिज राइट एकैछिनको लागि है। हजुरहरू यो जबरजस्ती होइन, मैले हजुरहरूले एउटा आफ्नो फ्यामिली क्या दाजुभाइ हामीले दाजुभाइ हो नि त, त्यो हिसाबले चाहिँ एउटा अपर्च्युनिटी छ, एउटा अवसर छ। त्यो अवसर चाहिँ एउटा त्यो अवसरको बारेमा हजुरहरूलाई म के भन्न सक्छु? प्लिज 2 मिनट सुनिदिनुहोस्। हजुरहरूले बस्नै पर्छ। हामीसँग पैसा चाहिँ छैन है सर। पैसाको कुरो होइन सर, यहाँ के छ भनेदेखि एउटा अवसर रहेछ। मलाई पनि मेरो साथीले लिएर जानुभएको छ। त्यहाँ डिएक्सनमा सिटी एक्सचेन्जको ठ्याक्कै अपोजिट साइडमा त्यहाँ अफिस पनि छ एउटा। के को अफिस हो र? त्यहाँनिर हेर्नुहोस् डिएक्सन नामको त अस्ति नै एउटा एकैछिन सुन्नुहोस्, कुन हिसाबले हे भन्नुहुन्छ? कफी खानलाई त 10 रुपैयाँको 40 रुपैयाँ 41 रुपैयाँ लिँदो रहेछ। एकैछिन क्या, यो हजुरले लिनुपर्छ प्रयोग गर्नुपर्छ भन्ने कुरा होइन। त्यो प्रोडक्टको बारेमा के भन्नु प्लिज एकैछिन धैर्य गरिदिनु होला होइन। हजुरलाई इन्ट्रेस्ट छैन भने नो प्रब्लम होइन। एकैछिन धैर्य गरिदिनु। यो प्रोडक्ट चाहिँ कस्तो रहेछ भने मलेसियाबाट उत्पादन भएको प्रोडक्ट रहेछ, अर्ग्यानिक प्रोडक्ट रहेछ। हेर्नुहोस् अहिले यतिखेरको अवस्थामा प्रदेशमा हुने हामी सबै कति व्यक्तिहरूको स्वास्थ्य खराब छ है? स्वास्थ्य त खराब छ। मलेसियाको प्रोडक्टले यहाँनिर ठिक हुन्छ त? कस्तो कुरा? प्रोडक्ट भनेको यो विश्वव्यापी, विश्वमा फैलिएको 240 राष्ट्रमा फैलिएको। 240 राष्ट्रमा। यस। अनि सुन्नुहोस् त्यो प्रोडक्ट तपाईसँग प्रुफ छ त 240 राष्ट्रमा छ भन्ने? यस। म हजुरलाई पुरै प्रमाणित गरेर सुनाइदिन्छु। त्यो प्रोडक्टमा के छ भने त्यो अर्ग्यानिक सप्लिमेन्टरी फुड, कुनै औषधि चाहिँ होइन नि फेरि, त्यो कुनै औषधि चाहिँ होइन। तपाईँलाई औषधि भनेर कसैले भन्दैछ भने त्यो गलत हुन्छ है। त्यो खाएर अगाइन्छ। म भन्दैछु प्लिज है, एकैछिनलाई धैर्य गरिदिनु मलाई। त्यो चाहिँ कस्तो भने तपाईँले हामीले दैनिक काम गर्नलाई हामीले ऊर्जा चाहिन्छ नि, ऊर्जा चाहिँ पर्याप्त मात्रामा दिन्छ। मैले अनुभव गरेको कुरा हेर्नुहोस्, भनेपछि त्यो खाएपछि त रेस्लिङ खेल्ने बलै आउँछ होला नि त? होइन त्यस्तो पनि होइन। सुन्नुहोस्, यदि हामीले यो डिएक्सन प्रोडक्ट तपाईँको हातमा मोबाइल छ नि, तपाईँले गुगल सर्च गर्नुहोस्, च्याट जिपिटी सर्च गर्नुहोस्, त्यहाँबाट पनि थाहा हुन्छ। त्यसले मलाई गर्छ चाहिँ के फाइदा चाहिँ के छ त्यसमा? तपाईँ सुन्नुहोस् मात्रै भन्नुहुन्छ, म के सुन्नु? म भन्दैछु। यो हेर्नुहोस् टुथपेस्ट, यसलाई कति पर्छ तपाईँलाई थाहा छ? मेरो साथीले अस्ति भन्दै थियो 25 रुपैयाँ कि 24 रुपैयाँले। म 8 रुपैयाँमा यो भन्दा ठुलो ल्याउँछु दाइ। यस्तो कुरा यहाँ सुन्नुहोस् प्लिज, यो यसको दाम होइन, यसको गुणको दाम हो। किन योबाट चाहिँ अर्कै आउँछ र? यो भनेको आइएसओ गुणस्थितिमा प्राप्त हो। तपाईँको मात्रै होइन, यसले प्राकृतिक रूपमा प्रकृतिका सबै जीवितको काम गर्छ। यसलाई तपाईँले मान्छेदेखि लिएर पशु पक्षीसम्म युज गर्ने एक खालको यो एकदमै राम्रो अर्ग्यानिक प्रोडक्ट हो। यसको बारेमा तपाईँ आफै मोबाइलमा सर्च गर्नुहोस्। सुन्नुहोस्, मलाई दाँतको समस्या त छ, म यो युज गर्छु। तपाईँले भने बहुमोजिक, तर मेरो दाँत दुख्ने थियो भने यसको जिम्मेवार तपाईँ हुनुहुन्छ। यस यस। सुन्नुहोस्, यो प्रोडक्टको के छ भनेदेखि नियमित प्रयोग हुनुपर्छ, सही प्रयोग गर्नुपर्छ। यसले तपाईँले निरन्तर, जस्तै तपाईँले टुथपेस्टले ब्रस एभ्री दिन हरेक दिन गर्नुहुन्छ बाहिरबाट, त्यो प्रोडक्ट त्यो तपाईँले जुन प्रोडक्ट प्रयोग गर्नुहुन्छ नि, त्यो बाहिरबाट ल्याएर कुनै पनि सामान्य सस्तो 8-10 रियल 5-6 रियलको भन्नुभयो कति हो रेट? सुन्नुहोस् यसको रेट 24 रियल। ल म यो लिउँला, तपाईँले यति धेरै मरिहत्ते गर्नुभयो, तपाईँ एउटा नेपालीको नाताले। भोलि मैले यो लिएर जाउँला, तपाईँले मेरो फोन नउठाउनु होला, अनि त्यति बेला मैले 24 रुपैयाँको टुथपेस्टले भएन भन्ने कुरा हुँदैन। तपाईँ हामीलाई मुर्गा नबनाउनु सर, हामीलाई सब थाहा छ। रिएक्सन मैले सब बुझेको छु के सर। यो टुथपेस्ट नि सर तपाईलाई गिफ्ट गर्छु के मेरो भोलि ड्युटी छ कहाँ यस्तो गाइरा। यो प्रोडक्ट बरु तपाईलाई म गिफ्ट गर्छु। एउटा हामी दाजुभाइ हौँ त्यो हिसाबले, तर यसको दैनिक प्रयोग गरेर यसको बेनिफिट हजुरले सेयर गर्नुपर्छ। यो हाम्रो डिएक्सन त भन्नुभयो, यो केबाट बनेको छ? के पर्सेन्टबाट बनेको छ? के छ त यसको? यो भनेको रेड मसरुम, रातो चिया। मैले भने नि तपाईँको हातमा मोबाइल छ होइन, त्यसमा सर्च गर्नुहोस्। यो
गानो जी